डाक्टर महावीर पुनको जीवन कथा कस्तो छ होला आज यसै भिडियो मार्फत तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। आउनुहोस् सुरुदेखि अन्तिमसम्म हामीसँग जोडिनुहोस्। सँगै डाक्टर महावीर पुनलाई तपाईहरु कसरी चिन्नुहुन्छ आफ्नो व्यक्तिगत धारणा कमेन्ट मार्फत जरुर भन्नुहोला र महावीर पुनको जीवन कथा मन परेमा भिडियोलाई एक लाइक गर्दै च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। अब डाक्टर महावीर पुनको जीवन कथा यसरी सुरु हुन्छ। प्रिय श्रोता तथा दर्शकवृन्द, आज म तपाईहरुलाई सुनाउन गइरहेको छु नेपालका महान आविष्कार वैज्ञानिक र ग्रामीण विकासका अभियन्ता डाक्टर महावीर पुनको जीवन कथा। हिमालको काखमा हरियाली जंगल र कच्ची बाटोहरूले घेरिएको म्याग्दी जिल्लामा पर्ने एउटा गाउँ थियो, जुन गाउँको नाम थियो नागी गाउँ। त्यही गाउँमा सन् 1955 जनवरी 22 गतेका दिन बुवा कृष्ण पुन र आमा पूर्वी पुनको कोखदेखि जन्म भएको थियो एउटा बालक जसको नाम थियो महावीर पुन। उहाँको बाल्यकाल त्यसै नागी गाउँमा भेडा बाख्रा चढाउँदै बितेको थियो। बाल्यकाल र शिक्षा प्रारम्भ नागी गाउँमा रहेको प्राथमिक पाठशालामा कक्षा 7 सम्म त्यहाँ पढाइ गरेर शिक्षा प्राप्त गरेका थिए। न त राम्रो विद्यालय थियो न त किताब कापी सजिलै पाइन्थ्यो, तर त्यो सानो बालकको आँखामा भने ठूलो सपना पलाइरहेको थियो, पढ्न सक्ने, जान्ने अनि केही परिवर्तन ल्याउने सपना। कक्षा 7 सम्मको पढाइपछि उच्च शिक्षाको लागि चितवनमा रहेको खैरनी हाई स्कुलदेखि आफ्नो पढाइलाई निरन्तरता दिँदै जीवनलाई एउटा नयाँ मार्गतर्फ बढाएका थिए र उहाँले आफ्नो जीवनकालमा करिब 12 वर्ष विभिन्न विद्यालयमा शिक्षकका रूपमा पनि काम गर्नुभएको थियो। एउटा दुर्गम ठाउँमा जन्मिएर पनि संघर्षको बाटो काट्दै अमेरिका पुग्ने अवसर पाए र 1989 मा उहाँले अमेरिकाको नेब्रास्का विश्वविद्यालय युनिभर्सिटी अफ कर्नबाट विज्ञान शिक्षामा स्नातक ब्याचलर साइन्स एजुकेसन गर्नुभयो। त्यसपछि उहाँले 2001 सालमा शिक्षा प्रशासन युनिभर्सिटी अफ नेब्रास्का लिंकनमा एजुकेसन विषयमा मास्टर पूरा गरिसक्नु भएको थियो र नेपाल फर्किएपछि उहाँले शिक्षण पेशा सम्हाल्न थाल्नुभयो। तर उहाँको मनमा एउटा ठूलो कुरा घुमिरहन्थ्यो, गाउँमा प्रविधि ल्याउने, गाउँका बच्चाहरूलाई संसारसँग जोड्ने। त्यसै क्रममा उहाँले 2002 मा सुरु गर्नुभयो नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट। सुरु त गर्नुभयो तर सुरुवात भने निकै कठिन थियो। कम्प्युटरको अभाव, इन्टरनेट सुविधा शून्य, तर पनि उहाँले हिम्मत हार्नु भएन। पुराना दाताबाट ल्याएका कम्प्युटर प्रयोग गरेर काम थाल्नुभयो, तर पर्याप्त आर्थिक नहुँदा इन्टरनेट ल्याउन सम्भव भएन र उहाँलाई बीबीसीको सहयोग पाउने पत्र लेख्नुपर्ने स्थितिसम्म आयो। अन्ततः त्यस्तो दुर्गम ठाउँको नागी गाउँमा पहिलो पटक इन्टरनेट जोडियो। त्यो सबै देखेर मानिसहरू चकित पर्दै भन्न थाले, यो त जादु जस्तै भयो। तर त्यो कुनै जादु होइन, महावीर पुनको आँट थियो। सुरुवातमा विदेशबाट दान प्राप्त कम्प्युटरहरू प्रयोग गरेर गाउँ विद्यालयमा साइबर शिक्षा सञ्चालन गर्नुभएको व्यक्तिको कामले 2006 सम्म 13 वटा दुर्गम गाउँहरू इन्टरनेटसँग जोडिए। पछि त्यो परियोजना विस्तार हुँदै गएर 15 जिल्लाभित्र करिब 175 भन्दा बढी गाउँसम्म इन्टरनेट सेवा पुर्याइएको छ। यस परियोजनाले ग्रामीण शिक्षा, टेलिफोन, स्वास्थ्य सुविधा, व्यापार, मौसम पूर्वानुमान सेवा आदि क्षेत्रमा योगदान पुर्याएको छ। तर महावीर पुन यतिमै रोकिएनन्। उहाँलाई थाहा थियो देशलाई प्रगति गराउन नवप्रवर्तन, इनोभेसन र अनुसन्धान चाहिन्छ भन्ने कुरा। त्यसैले 2012 नोभेम्बर 9 गते डाक्टर महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नुभयो, जुन गैर नाफामुलक संस्था हो। त्रिभुवन विश्वविद्यालयले यस केन्द्रका लागि भूमि उपलब्ध गराएको छ। पूर्व धारणा अनुसार डा पुनले संस्थाको लागि आफ्नै जग्गा दान गर्नुभएको छ र केही बेला क्राउन फन्डिङ मार्फत पुँजी सङ्कलन गरेको थियो। यस केन्द्रले नयाँ आविष्कार, अनुसन्धान, युवा उद्यमिता प्रति प्रोत्साहित गरिरहेको छ। त्यसैगरी कोभिड-19 महामारीको दौरान अस्पतालका
भेन्टिलेटरहरू मर्मत गर्ने PPE र स्वास्थ्य उपकरण उत्पादन लगायतका कामहरू नवप्रवर्तन केन्द्र मार्फत सहयोग गर्नुभयो। अनुसन्धान र नवप्रवर्तनको समर्थन बजेटमा अनुसन्धानका लागि पर्याप्त बजेट छुटाउनु, विज्ञान र प्रविधिमा सुधारका लागि दबाब दिनु उहाँका दृष्टिकोण हुन्। को स्थिति, दृष्टिकोण र राजनीतिमा प्रवेश। 22 सेप्टेम्बर 2025बाट डा पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदमा नियुक्ति हुनुभएको छ। नयाँ अन्तरिम सरकारमा उहाँको भूमिका महत्त्वपूर्ण छ। नीति र कार्यक्रमहरू, शिक्षामा सुधार, कम्प्युटर शिक्षालाई सबै माध्यमिक विद्यालयमा पुर्याउने, विश्वविद्यालय परीक्षाका परिणाम समयमै सार्वजनिक गर्ने, प्रविधि र अनुसन्धान क्षेत्रमा समितिहरू गठन गर्ने आदि छन्। व्यक्तिगत शैली, साधारण जीवन जिउने, सुरक्षा र सुविधामा बढी माग नगर्ने, सरकारी कार्यप्रति पारदर्शिता, जवाबदेही सुनिश्चित गर्ने चाहना। व्यक्तिगत र पारिवारिक जानकारीको कुरा गर्नुपर्दा उहाँको पत्नी र 2 छोरीहरू हुनुहुन्छ। पत्नीको नाम ओम माया पुन हो भने छोरीहरूको नाम झरना पुन र जुना पुन हो। त्यसैगरी उहाँले आफ्नो हालसम्मको जीवनमा प्राप्त गर्नुभएका पुरस्कार, सम्मान र मान्यताका बारेमा कुरा गर्नुपर्दा 2007मा उहाँलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। उनको ग्रामी इन्टरनेट पहुँच कार्यका लागि रोमन म्याग्सासे अवार्ड, त्यसैगरी जोनाथन बी पोस्टेल अवार्ड, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक एवं नवाचार पुरस्कारहरूका लागि कम्युनिटी लिडरसिप तथा वायरलेस प्रविधिको नवप्रवर्तनात्मक प्रयोगका लागि सम्मान। त्यसैगरी युनिभर्सिटी अफ नेब्रास्काबाट डाक्टर अफ ह्युमन लेटर्स, अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरू र सम्मानहरू छन् जसले उहाँको सामाजिक सेवा, नवप्रवर्तन र विकासको क्षेत्रमा योगदानलाई मान्यता दिएको छ। यो कथा एउटा मानिसको मात्र कथा होइन, यो त नव पुस्ताको देशप्रेमी युवाको र उज्यालो भविष्यमा विश्वास गर्ने प्रत्येक नेपालीको कथा हो। हिमालको टुसुक्कै बाटो हुँदै सुरु भएको त्यो सानो यात्रा आज विज्ञान, प्रविधि र शिक्षाको राष्ट्रिय मार्ग बनेको छ। त्यो बाटोमा पसिना थियो, सङ्घर्ष थियो, तर त्यही सङ्घर्षमा सपना पनि थियो, नेपाललाई अघि बढाउने, उज्यालो बनाउने सपना। उहाँले बालेको त्यो सानो ज्योति आज हजारौं मनमा ज्ञान र सम्भावनाको दीप बनेको छ। एकजनाको दृढ निश्चयले कसरी सम्पूर्ण पुस्ताको सोच बदल्न सक्छ भन्ने प्रमाण बनेको छ। यो कथा प्रेरणाको हो, यो कथा समर्पणको हो, यो कथा नेपालको आत्मामा बस्ने मान्छेको। र जब भविष्यका पुस्ताले हाम्रो देशको प्रगतिका पानाहरू पढ्नेछन् त्यहाँ कतै न कतै यो नाम अवश्य लेखिएको हुनेछ। डाक्टर महावीर पुन एक सपना देख्ने नेपाली जसले देखाएको बाटोबाट हामी सबै उज्यालोतिर हिँड्नेछौँ। हवस् त, धन्यवाद। तपाईहरूलाई डाक्टर महावीर पुनज्यूको जीवन कथा कस्तो लाग्यो कृपया कमेन्ट मार्फत जस्ताको तस्तै जानकारी दिन नबिर्सिनुहोला। र तपाईलाई कुन व्यक्तिको बारेमा बुझ्न र जान्न इच्छुक हुनुहुन्छ हामीलाई कमेन्ट मार्फत जानकारी अवश्य दिनुहोला। सँगै आजको भिडियो मन परेको भए भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्दै च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला भन्दै आजको यस भिडियोबाट छुटिन चाहन्छौँ र अर्को भिडियोमा पुनः भेट्नेछौँ। हवस् त, धन्यवाद।